मोरिन्डा सिट्रोफिलिया नामको फलबाट बनेको। यसले चाहिँ रोग सहन क्षमता बढाउँछ, यसले पाचन प्रणालीलाई एकदम राम्रो गर्छ। सबैभन्दा ठुलो समस्या यही छ। 80% समस्या थालमा छ। थाल गर्नु सकिएला तर थालमा राख्ने खाना गर्नु सक्दैनौँ नि होइन। अनि त्यो 80% समस्या यही छ। पेट फेर्नु सकियो, आज मान्छेले किड्नी फेर्यो तर चाहिँ आन्द्रा गर्नु सकेको साह्रो छैन नि। त्यसैले गर्दा त पेट सानो आन्द्रा ठुलो आन्द्रा यसलाई चाहिँ तुरुन्तै एक्टिभ गर्न सक्छ। कलेजोलाई रिसेन्टली एक्टिभ गरेर निमोनिया र जन्डिसका बिरामीहरूलाई हप्ता 10 दिनमा यसले रिकभर गराउन सक्छ। र चाहिँ लिभर कमजोर हुने भएको कारणले गर्भवती भएको बेलामा पाचन प्रणाली पनि कम हुन्छ र चाहिँ के हुन्छ धेरै खानेकुराहरू पचाउन नसकेको पानीमा कमिट हुन्छ नि त है। यसले चाहिँ के गरेको त रिसेन्टली कलेजोलाई बलियो बनाउने भयो, पाचन प्रणालीलाई एक्टिभ गराउने हुँदा गर्भवती महिलाहरूको लागि पनि के त साक्षीको रूपमा मानियो है। अनि महिलाहरूको मासिक धर्म महिनावारी अहिले त महिनावारी समस्या नहुने कोही पनि छैन र सजिलो पार्छ। पाठ्यका सबै रोग, स्त्री रोग, अर्बुद रोगको लागि पनि यो एकदमै राम्रो है। अब त्यसो भने है वनस्पति विज्ञानका एक प्रसिद्ध विज्ञले मोरिन्डा सिट्रोफिलियाको नियमित सेवनले सुगर, प्रेसर र क्यान्सर आदि समस्यामा पनि विशेष नियन्त्रण गर्न सक्छ भन्ने कुरा पत्ता लगाएको छ है। 100 भन्दा बाहिर होइन। एक अनुसन्धानमा मोरिन्डा सिट्रोफिलियामा पाइने स्कोपोलोजिन नामक तत्त्वले खुम्चेका रक्त नलियो, नसा च्याप्टिए, नसा साँघुरिए, प्रेसर बढ्यो, कोलेस्ट्रोल बढ्यो होइन। त्यस्तो नलियोलाई पनि कुनमा मद्दत गराउँछ। अर्थात् साँघुरो जब चाहिँ मुटु पनि खुम्चिन्छ नि हो त्यस्तो बेलामा यो मुटुले साँघुरिएको रक्त नलीबाट प्रथम चाहिँ गाह्रो भएको बेलामा मोरन्जी जुसको सेवन गरियो भने सजिलै ब्लड सर्कुलेसन गराउने परिणामस्वरूप रक्तचाप सामान्य हुन्छ, जसले गर्दा मुटुको दबाव। अनि डाक्टर ह्यारिसन विश्वास गर्नुहुन्छ मोरिन्डा सिट्रोफिलियाको स्कोपोलोजिन र रक्त नलीसँग सम्बन्ध बाहेक एउटा सकारात्मक फाइदा चाहिँ पाइनियल ग्रन्थीलाई सक्रिय, जुन हाम्रो दिमागभित्र मस्तिष्कभित्र गिरिन्छ है। यो महत्त्वपूर्ण ग्रन्थीले सेरोटोनिन उत्पादन गर्छ। त्यसपछि मेलाटोनिन नामक हर्मोन उत्पादन। सेरोटोनिनले खुसी नहुन्छ। आजकल धेरै मान्छे खुसी नहुनु के त भन्दाखेरि यो सेरोटोनिन भन्ने हर्मोन उत्पादन नभएर अनि मेलाटोनिन नामक हर्मोनले हामीलाई निद्रा है। हामीलाई चाहिँ आजकल निद्रा कम हुने कारण के त भन्दाखेरि जुन चाहिँ पाइनियल ग्ल्यान्ड चाहिँ नि अनएक्टिभ छ है। त्यसपछि खुसी हुन पनि दिएको छैन, अरू खुसी नहुनु पनि यसो गर्नु लाग्दैन। अनि निद्रा पनि कम गराइन्छ। रातिमा निद्रा लगाउनु पर्ने लगाउनु अरू परिणाममा अब गराइदिन्छ होइन। त्यसैले मोरन्जी जुसको सेवन गरियो भने त हुन्छ सेरोटोनिन र मेलाटोनिनले निद्रा, तापक्रम, मनस्थिति है, यौवन अवस्था तथा पाठीगतको समस्याको समाधान, रक्त सञ्चालनमा नियमित गर्ने गर्छ। मोरिन्डा सिट्रोफिलियाको जुसले शरीरमा प्रोजेरोनाइन नामक तत्त्व प्रशस्त मात्रामा उपलब्ध गराई विभिन्न किसिमका शारीरिक समस्यालाई समस्या हुन्छ। 09 को मा अनियमित हुने कोषका क्रियाकलापलाई ठीक गर्ने क्षमता। मोरन्जी जुसले चाहिँ क्यान्सरमा प्रयोग गराउँ भनेको छ नि। क्यान्सर भन्ने के हो त भन्दा अनावश्यक कोष उत्पादन भयो अनि चाहिँ त्यो चाहिँ बिग्रियो होइन। त्यसैले 09 मा अनियमित हुने कोषका क्रियाकलापलाई ठीक गर्ने क्षमता हुन्छ भनेर चाहिँ भनियो। अनि मोरन्जी जुसले 09 अल्काइडको धेरै काममध्ये इन्डोर्फिन सोच्ने र राम्रो गराउने, राम्रो महसुस गराउने प्रोटिनलाई सक्रिय शरीरमा हामीले राम्रो चिज पनि खाएका छौँ तर भित्र भएको विषादीहरूले तिनीहरूलाई निष्क्रिय बनाइदिन्छन् भने हाम्रो शरीरमा खानाको माध्यमबाट मोरन्जी जुस भने ती चाहिँ राम्रा चिजहरूलाई पनि अरू बिगार्ने चिजलाई बिगार्न नदिने। स्वास्थ्य समस्या भएकाहरूलाई धेरै प्रेजोरोनाइन तत्त्वको आवश्यक पर्छ। मोरन्जी जुसको एउटा प्रमुख फाइदा भनेको धेरै प्रकारको दुखेको, त्यही भएर नेचुरल पेन किलर पनि भनिएको छ नि त होइन। 2 समग्रमा वैज्ञानिक अनुसन्धान अनुसार यसले शरीरको रोगसँग लड्ने क्षमतालाई बढाउँछ। 3 क्यान्सर रोगको खतराबाट बचाउने, शरीरको सम्पूर्ण रक्त नलीलाई सफा गर्ने, ब्लड प्युरिफाई, लिभर टनिकको काम
यसले मोरन्जी जुसले कलेजोको समस्या जस्तै हेपाटाइटिस एबिसी यी रोगलाई पनि निको पार्न सकिने, ग्यास्ट्रिक कब्जियत, युरिक एसिड, महिलाहरूको पाठेघर सम्बन्धी समस्याहरू, अनियमित मासिक धर्म र तल्लो पेटको दुखाइ जस्ता समस्यालाई सन्चो बनाउने काम केले गर्छ? मोरन्जी जुसले गर्छ। मोरन्जी जुसको सेवन गर्नाले शरीर फुर्तिलो र दिमाग चल्ने हुनुको साथै स्मरण शक्ति बढाउने यति काम चाहिँ मोरन्जी जुसले गर्छ।